हेलो 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 गुड मर्निङ एभ्री वान। शुभ प्रभात है। आज चाहिँ सुटिङमा जानु लागेको एकदमै चिसो छ यहाँ चाहिँ। अनि आज हाम्रो चाहिँ त्यो जुन मैले सर्ट मुभी भनेको थिएँ त्यो बलात्कारी बुढोको चाहिँ आज फाइनल टेक छ, फाइनल डे हो आज चाहिँ। आज सकिन्छ, अस्ति रहिएको थियो। अनि एकदमै चिसो छ यहाँको मौसम चाहिँ, काठमाडौँको मौसम चाहिँ एकदमै एकदमै भयङ्कर चिसो छ। चिसो पानी छुनु पनि सकिँदैन र आज अब हेरौँ कस्तो हुन्छ सुट। अस्तिको सुट एकदम राम्रो भएको छ, आज जान्छु। ल ल त गाइस, पछि भेटौँ। थ्याङ्क यू। हाम्रो चाहिँ अब यो फर्स्टको सकियो। अब हामी लोकेसन चेन्ज गर्दैछ। हामी चाहिँ कता जान्छौँ अरे? हामी लोकेसन चेन्ज गर्दैछ। हामी चाहिँ लोकेसन चेन्ज गर्दैछौँ कि यहाँको चाहिँ तुरियो ल, यहाँको चाहिँ तुरियो ल, डल्लै तुरियो। हाम्रो चाहिँ अब लोकेसन चाहिँ ओ पारिपट्टि जङ्गल, ओ यो जङ्गल। हजुर ल जम जम जम। ल अब चाहिँ हामी चाहिँ हिँडेको है, हाम्रो लोकेसन चेन्ज भयो। ऱ्याम 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 बाटो चाहिँ के हो दिदी यो? ए के गर्ने यसलाई चाहिँ? ए आगो बाल्नुको लागि काठको धुलो, काठको धुलो अरे, आगो बाल्नुको लागि अरे। सब्जी लगाएर छैन, के मजाले फलेको, कस्तो दामी फलेको रहेछ। टमाटर पनि मजाले फलेको रहेछ, टमाटर साग। आज 12:30 यहीँ बनाउने होइन। हाम्रो चाहिँ अब लोकेसन तर्फ जाँदैछौँ हामी चाहिँ हट्टाभट्टी। यहाँको चाहिँ सिधै बबाल लाग्यो, सब्जीहरू टक्कसँगले उसिलो, घर त्यस्तै मजाको आनन्द टाइपको हो। हल्ला केही छैन। लु हेरेर फेरि यताबाट न्याउली बनैमा तोरी फलाइ त यो हो नि त पारा त है। कस्तो मजाले फलेको त नि, पोटिलो न पोटिलो। बच्चाहरू साग हेर्नु नि, कलकलाउँदो साग छ नि, त्यही भनेको। कोपी हेर न, कोपी बत्तल पनि उम्रेछ है, बत्तल पनि उम्रेछ। कार त उम्रेको होइन नि।
कस्तो मजा देखेँ क्या। कोही पनि हाँस्ने उतार्नु पर्छ एउटा हात एकत्र एउटा चप्पल एउटा साइडतिर अर्को चप्पल ऊ त्यहाँ उयाँ चाहिँ त्यो उभिएको ठाउँमा चाहिँ सही हुन्छ। यसले चाहिँ उभिएको ठाउँमा के हो त ढुङ्गातिर चाहिँ सिरानी ढुङ्गातिर टाउको राख त्यो ढुङ्गातिर अर्को जस्तो राख भन्ने खालको राम्रो नाकाबाट रगत आएको अनि त्यो साप्राको बुटतिर खोला खोला गाड यस्तो नै यस्तोमा सिलेक्ट गरेर हुनु पर्यो के यस्तै हो त्यो कपाल पनि सिनिक्क त दामी देखिँदैन है। ए सर छिटो आउनु न तपाईँ पनि हो क्या सिनमा कस्तो त्यस्तो भयो भने बरु नयाँ मान्छे हुन्छ जसले नियमको पालना गर्दैन मेन पात्र दिइरहेको मान्छे नै त्यसो गर्छन् होइन सर मेन पात्र दिइरहेको मान्छे त्यसो गर्छ हो कि ल भन्नु सिस्टम भएर के अरे अरू पनि जानु तपाईँ पनि जानु म हाम्रो छैन नि। लु जाडो हुन्छ ओ एक्टरलाई।